नमस्कार। म फणीन्द्र कार्की। म लामो समयदेखि रोजगारीको सिलसिलामा माल्दिभ्समा रहँदै आएको छु र मैले आजबाट मेरो युट्युब च्यानल खोलेको छु। यो युट्युब च्यानल खोल्नुको एउटै मात्र उद्देश्य हो माल्दिभ्समा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नु परेको दुःख पीडा व्यथाहरूलाई चाहिँ सभ्य ढङ्गले उजागर गर्नु हो र साथसाथै म राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आबद्ध भएको हुँदा मैले चाहिँ पार्टीको नीति नियम विधानलाई आत्मसात गर्दै सामाजिक सञ्जालमा सक्रिय भएको नाताले म यस युट्युब च्यानल मार्फत आफ्ना पार्टीको प्रचार प्रसार र राम्रा कामहरूको चाहिँ आफ्ना विचारहरू प्रकट गरेर चाहिँ पार्टीलाई थप साथ सहयोग गर्नको लागि मेरो आफ्नो स्वतन्त्र अधिकारले दिएको हुँदा यो युट्युब च्यानलमा यसको पनि मैले चाहिँ भिडियो रिलहरू चाहिँ हाल्ने छु र त्यो मेरो एउटा सबैको आफ्नो स्वतन्त्रता हुन्छ। त्यो सबै नेपाली नागरिकहरूले चाहिँ आफ्नो पार्टीप्रति आस्था राख्न पाइन्छ र मैले पनि त्यो एउटा आस्था राखेको छु। साथसाथै मेरो मुख्य उद्देश्य भनेको चाहिँ जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू माल्दिभ्समा आउनुहुन्छ र माल्दिभ्समा आइसकेका नेपाली दाजुभाइहरूले चाहिँ यहाँ चाहिँ जुन दुःख भोग्नु परेको छ, म चाहिँ लामो समयदेखि माल्दिभ्समा चाहिँ रोजगारीको सिलसिलामा रहेको हुँदा मलाई यहाँको विषयमा धेरै कुरा जानकारी छ र यही जानकारी दिने उद्देश्यले चाहिँ मैले आफ्ना चाहिँ अरू सामाजिक सञ्जालभन्दा चाहिँ यो युट्युब नै भरपर्दो माध्यम चाहिँ सोचेर मैले यहाँ तथ्य यहाँको जुन अवस्था छ सत्य तथ्य चाहिँ मैले राखिदिएँ भनेदेखि धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू जो माल्दिभ्स आउन चाहनुहुन्छ, जसले चाहिँ सामाजिक सञ्जालमा यहाँको बारेमा बुझ्न खोज्नुहुन्छ र त्यसको एउटा जुन मैले जुन चाहिँ यो सन्देशमूलक भिडियोहरू चाहिँ राख्दा तपाईँहरूले चाहिँ एउटा ठुलो रकम तिरेर हैन माल्दिभ्समा चाहिँ आउनु पहिला मेरा भिडियोहरू चाहिँ हेरिदिनु भयो भने तपाईँ आफू सचेत रहनुहुन्छ र अरू साथीहरूलाई पनि चाहिँ सचेत रहन भन्नुहुनेछ। यस कारण चाहिँ मैले जुन चाहिँ युट्युबमा भिडियो चाहिँ बनाएको हुँ हैन। यो च्यानल चाहिँ तपाईँ माल्दिभ्समा हुनुहुन्छ अर्थात् विदेशमा हुनुहुन्छ भने यो तपाईँहरूकै च्यानल हो र विशेष गरी माल्दिभ्स आउने र यहाँ आएर दुःख पीडा भोग्नुभएका तमाम नेपाली भाइ बहिनीहरूको लागि चाहिँ अति महत्त्वपूर्ण छ। यो च्यानललाई चाहिँ आफ्नै सम्झिनु होला र म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएको नाताले रासपा सम्बन्धी विभिन्न जानकारीमूलक भिडियोहरू हेर्न पाउनुहुनेछ। भिडियो मन परे लाइक गर्नुहोला, यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र आफ्ना लागेका तिता मिठा चाहिँ कुराहरू कमेन्ट बक्समा छाड्नुहोला। हस्त नमस्ते, जय नेपाल।